स्टुडेन्ट आइडीमा भ्यालिडिटी छ नि है छ के रे जहाँनिर हामी गएको थियौँ त्यहाँनिर केबल कार रहेको छ र मन्दिर ठाउँको नाम हो चन्द्रगिरी यस ब्लगमा तपाईँले मलाई गीत गाउँदै गरेको देख्न सक्नुहुनेछ आज हाम्रो भेट भएको दिन मेरो भतिजी कपाल हल्लाउँदै र अर्को भतिजी जम्पिङ गर्दै जानुको रिजन थियो न्यू इयर सेलिब्रेट गर्न र एक्सपिरियन्स गरौँ मेरो परिवारसँग यस ब्लग मार्फत हाउ आई स्टार्टेड माई न्यू इयर विथ माई फ्यामिली तपाईँहरूलाई थाहा छँदैछ वान अफ द फ्याक्ट हो नेपालको नेपाल 57 years ahead छ रेस्ट अफ द वर्ल्डले मनाउने इयर भन्दा अदर देन द्याट नेपाल पोल्युटेड करप्टेड लाइक पोलिटिकल अनस्टेबल भन्ने त हामीलाई थाहा छँदैछ यो बारेमा कुरा गर्न लागेको चाहिँ होइन सो इट वाज नर्मल डे मेरो नर्मल डे गइरहेको थियो सो मम्मीले चाहिँ घरमै खानासाना बनाऊँ सेलिब्रेट गरौँ भन्दै हुनुहुन्थ्यो भने बच्चाहरू त बच्चा भइहाले मान्दैनन् सो obviously they were like let's go out we already eat at home all the time all the night all the day भन्ने जस्तो कुरा गरिरहेको थियो भने मैले पनि let's go बाहिर जाऊँ न त ड्याडी भनेर भने ड्याडीले चाहिँ ओके त प्लान गर हामी जान्छौँ भन्नुभयो सो we went there on our vehicle ड्याडी ड्राइभिङ गर्दै हुनुहुन्थ्यो त म भ्लगिङ सुट गर्दै थिएँ र मम्मी र बच्चाहरू पछाडि ब्याक सिटमा हुनुहुन्थ्यो अनि त्यही थियो आजको एक्सपिरियन्स लेट्स सी हाउ आई स्टार्टेड माई न्यू इयर थ्रु दिस ब्लग ल सुरु भयो आज नयाँ वर्षमा नयाँ गन्तव्यतिर जाँदैछौँ हामीहरू उहाँ हुनुहुन्छ मम्मी बिष्ट उहाँ सानो मङ्की बिष्ट उहाँ ठुलो मङ्की बिष्ट म चाहिँ सुबिन बिष्ट है यता ड्याडी बिष्ट And then I asked Alina if she knew where we were actually heading to. कहाँ जाने Alina? Chandragiri. And to my surprise, Florina answered. जङ्गल जाने? सो थाहा पाइहाल्नु भयो आजको यात्रा चाहिँ कहाँनिर छ भन्दाखेरि चन्द्रगिरीतिर छ। म कतिले भिड गर्नुहुन्छ यसो चस्मा लगाइदिहाल्नु म त हिरो देख्यो त ल। And then पानी पोख्यो। कसरी पानी खाएको थियो? पोख्यो पानी। सानो मङ्की र ठुलो मङ्की भएपछि मेरो मम्मीलाई काण्डै पुग्छ Anyway, moving ahead, it was really nice and sunny day out there and this is what my dad has to say about the traffic. सानो मङ्कीले त चढेको छैन होला केबल कार चढेछ र? And all I could hear is this song request on the radio. ड्याडी र म भ्यू हेर्दै ट्राफिकको रुल बारेमा कुरा गर्दै थियौँ त्यतिकैमा चाहिँ सानो मङ्की सुतेछ मम्मी It was surprising to see that much traffic officer nearby the hospital. कस्तो बाटो छ क्या ट्राफिकहरु पनि 1 2 3 4 5 जना बसेको छ क्या त चाहिँ टन्नै हुन्छ नि स्पिड हान्न चाहिँ 50 भन्दा पनि पाइँदैन हैन आज पुरा चेकिङ छ आज त फेरि ट्रिपल लोड त्यस्तोलाई चाहिँ केही गर्दैन गर्छ बच्चा हो With us saying don't teach your father how to drive I just did that sorry अगाडि नजान्न यु टर्न हान्छ होला अगाडि मोटरसाइकल छ त्यही And my mom just want to buy some fruits before we head to temple. त्यतातिर पाउँदैन र? त्यहाँ महँगो हुन्छ हो र? फेन्टा खाइदिउँ न। अरे यसो कति ठुलो किनेर 1 लिटर। Thank you Elina Vista. There you go. My dad want to show something to my mom. यो सुरुङ मार्ग भने यही हो म्याम यो सुरुङ मार्ग अनि वहाँ गएर निस्किने नबिसी भन्दा माथि यो यहाँबाट छिर्ने हो ए यसरी गएर काँचीबाट पालबाट छिराउँछ के दामी बनाछ है चाहिँ पुरा प्यास लाएर फेन्टा खाँदैछ आगेर खाने चलन छ हाम्रो नेपालमा चाहिँ जुटा हालेर खाइन्न शेयरिङ इज केयरिङ भन्ने छ नि त ल एलिना त यहाँ ठ्याक्क फलफुल पसल भयो के भने हावा आयो कहिले भने हावा आएन अघि न Meanwhile he asked me to pick banana यो ठिक छ ठुलो
दर्जन कति हो? 150 कति? 200 ड्याडीले फलफुल ल्याउनु भयो उता अलि महँगो हुन्छ अरे क्या मम्मीले भन्नुको त्यसैले And we got man problem now. खान मिल्दैन हामीलाई थाहा हुँदैन हैन अब यताबाट चाहिँ थानकोट गइन्छ हैन यताबाट लाग्नुपर्ने चन्द्रगिरी हिल्स भन्ने यहाँबाट नेपालको बाटो ढलान है त मौसम कस्तो दामी क्या आज है एलिना कस्तो दामी हो अब लगभग आइपुग्यो यो चाहिँ कस्तो भन्दाखेरि केबलघाट चढ्ने ठाउँतिर यहाँनिर गाडी पार्क गर्ने हुन्छ त्यस पछाडि जाने हो चढ्ने हो चिसो रहेछ है It was at this moment that he knew he fucked up. मान्छेको लाइन ए होइन रहेछ उ त्यहाँदेखि जाने पहिला राम्रोसँग बुझ आयो ए ल म सोधेर आउँछु नि त बुझ पाउनुमा गाडी मैहरू नि ओर्ले हुन्छ लाइन त टन्नै छ त खोइ कहाँ जानु मम्मी ड्याडी लाइन त टन्नै छ त हौ ड्याडी एक्सप्रेसको 1600 एकजनाको 800 अरे 4 जना हुन्छ अरे तपाईँ म मम्मी अनि एलिनाको सानो मङ्कीलाई मात्र फ्री रे त्यही त अनि लाइन कति टाइम लाग्छ नभए एक्सप्रेस लिने भने 3टासम्म हुन्छ अरे 16 दुना 32 सुर्ती 48 5000 5000 त्यस्तै हो तर लाइन सरिरहेछ भन्छ अब लाइनहरू उहाँ पार्किङदेखि छ माथि त्यो काटेर लाइन बस्छ म गाडी छिराएर आउँछु So, the Lewin thought we're picking her to Mama, which you can clearly see here. Samangke. Huh? कहाँ रे? कसको घर हो? ठुलमामुको बिचरा यसलाई ठुलमामु नै परेछ मेरो सामङ्कीलाई ठुलमामु नै परेर रहेछ प्लिज टिपिकल नेपाली फ्यामिली यस्तै हुन्छ है सामङ्के के गर्छ यता ओके ल आमा बुई गरी सिन्छ नि है यहीँ बसिरहनु नि फेरि है अनि त्यस पछाडि म लागे टिकट किन्न 3 जना एडल्ट अनि 1 जना कन्सेसन गर्दिनु हजुर फर्स्ट 5 जना हो एउटा त बच्चै छ त्यसको त लाग्दैन हाइट अनुसार लाग्दैन एउटा छ 60 प्लस तीन जना एडल्ट 1 जना स्टुडेन्ट 95 कति भयो अर्को ट्रान्सफर गर्दा हुन्छ ई सेवा गर्दा हुन्छ मोबाइल ब्याङ्क कति दिन बाँकी थियो तपाईँलाई 95 स्टुडेन्ट आइडीमा भ्यालिडिटी छ नि है छ के अरे समस्या चाहिँ यहाँनिर आइरहेको थियो लिटरली 2-3 चोटि भयो मैले आइएमई पेमा चाहिँ एमाउन्ट डिपोजिट गर्न खोजेको गइ नै रहेको थिएन आई डोन्ट नो इफ इट वाज जस्ट विथ मी ओ एनीवन फेसिङ द सेम प्रब्लम लकिली त्यहाँको स्टाफ हेल्पफुल हुनुहुन्थ्यो खाली इरर मात्र देखाउँछ त के हो 95 दिन बाँकी 95 पे आइडी रे 3095 स्टुडेन्ट आइडी चाहिँ माथि देखाउनु जदा हजुर माथि देखाउनु माथि स्टुडेन्ट आइडी को भ्यालिडिटी चाहिन्छ फोटो पनि हुनुपर्छ 95
and then I went to look for my mom and kids. मेरो मम्मीलाई काहीँ ननिस्किनु है भनेर त यहाँ निस्किहाल्नु भएको छ। सामानकै फोटो खिच आमाको खिच्दै चिज गर्दै माउन्टेन तिमी माउन्टेन फेभरेट हो रनिङ गर्ने होइन kapal wah Elina wah semanggi wah semanggi छोड़बा हजुर यता जाने एकछिन पकाउन हो जाने ल हामी माउन्टेन तिर आएको है semanggi यिनीहरूले कपाल उडाउँदैछन्। wah ada छोटकेला Awesome. So you might be wondering where my dad was. He was in a queue. Line ma मजाले बस्दै मजाले शीतलमा बस्दै अनि लाने यत्रो एलिना हावा आयो हजुर 1 2 3 अनि यो एउटा भयो स्टुडेन्ट अनि यो एउटा सानो है चारजना हैन हजुर धन्यवाद अगाडि देखाउनु पर्छ ल एकछिन पर्खिनु है तपाईँ टिकट यही हो बिस्तारै के कति चारजना हो होइन एक-एकजना गर्दै जाने है तपाईँ जानु उहाँको टिकट छ कि छैन यही छ पक्नु है तपाईँ पक्नु है त्यो डोर लक लाग्छ ल जानु एकछिन चेक गर्नुपर्छ तपाईँ जानु अब ल धन्यवाद है यहाँ चाहिँ लाइन रहेछ So भित्रको बिल्डिङमा पनि लाइन रहेछ. We had to literally wait for 45 minutes to an hour to get access to cable car. यसले पहिला कला गर्दै आफैले हैन यो डराउँछ होला मम्मी यो छिटो एलिना छिटो So this is a special moment for all of us as we can be able to see the first cable car ride experience of Florina. रमाइलो एलिना तल हेरेर त सुरु कस्तो राम्रो हुन्छ एकछिन त सात त गयो मेरो पनि सम्मङ्की यसको फर्स्ट टाइम हैन यहाँ कति छ है केबल कार चढाए हो जिपलाइनमा पनि यस्तै होला है डरा हो लागेर तिमी भन्दा बहिनी नै हुन्छ यो डराउँदैन के को डर भनौ कस्तो डर पोको होला है हामी त स्विमिङ पुलमा गएको है स्विमिङ पुलमा गएको डरा
सो आफ्टर केबल कार राइड हामीहरू चाहिँ भालेश्वर मन्दिरतिर गएका थियौँ। त्यहाँनिर जाँदै गर्दाखेरि हामीले जिप लाइनिङ तथा साइक्लिङ जस्ता रिक्रिएसनल एक्टिभिटिज अथवा स्पोर्ट्सहरू पनि देखेका थियौँ। चिसो भयो चिसो। हो यो ज्याकेटले थामेन नि त। ओहो चिसो पो भयो मम्मी। तपाईँले ज्याकेट ल्याउनु भएको छ? मलाई बहुत चिसो भयो त। श्यामाङ्की र म चन्दागिरी आएको है। कहाँ आएको रे? पन्दागिरी होइन चन्दागिरी। श्यामाङ्की गाह्रो भयो आउँछ। थकाइ लाग्यो। पन्ता ल छुबा थकाइ लाग्यो क्या बुझाउ। As you can see, live one is very cleansy. अहिले त घाँटी आएकै पार्यो त। मेरो सामङ्कीले के गरे मम्मी घाँटी घाप्प पार्यो यसले। बाबु त हिँडेको छ त्यस्तो सानो बच्चा थाक्यो भने अनि त्यहाँ खेल्ने बेला थाक्छ फेरि। हो लास्ट चिसो है मम्मी। यहाँहरूले चाहिँ दुवैजना बच्चाहरू एकदम एक्साइटेड भएको देख्न सक्नुहुनेछ यस भिडियो मार्फत। होटल हो त्यो प्रियङ्का कार्की छ। जिप लाइन बनायो जिप लाइन। जिप लाइन पनि छ यहाँ रहेछ मम्मी। जिप लाइन गर्ने हो नि तपाईँ? गर्ने जिप लाइन हान्ने नि हो पुरै मम्मीसँग होइन? जिप लाइन पनि रहेछ यहाँ पनि टन्नै मान्छे लाइन छ क्या जिप लाइनको लागि। I didn't even know this was the one of the highest zip line in Kathmandu Valley. कति हो त जिप लाइन गरे? 800 रुपैयाँ। 800 नन भिडियो 800 भिडियो सहित 800। ए 1100 800 1100 भन्नु भएन? त्यही त भिडियो सहित 800 भिडियो बिना गर्नु भएन नि 800। अर्को गर्ने यहाँ हेर कसरी खेल्छ। ए साइक्लिङ पनि रहेछ त। ओहो राउन्ड हान्ने रहेछ नि त 360। नजान त यहाँ साइकल खेल्छ है अब रहेछ। यो त जिप लाइन हो। सास फुल्या छ तपाईँको? छैन। यहाँ माथिपट्टि चाहिँ मन्दिर भइहाल्यो होइन भालेश्वर मन्दिर। अच्छा साइक्लिङ रहेछ ल। साइक्लिङ भयो कति पैसा रहेछ बुझौँ न। 400 600 800 1100 रहेछ नि त। यता जिप लाइनको रहेछ 800 र 1100। जिप लाइन गर्नु पर्यो क्या हो। तालचान रहेछ नि यहाँ त। ल के ट्रेन हो यो चाहिँ? तालचा छ त। को रहेछ यो राज रश्मि भन्ने चाहिँ फरएभर टुगेदर रे। सन्तोष लभ आरती रे। रामबहादुर के हो यो? म्युमाया रे। पासाङ इतेन जापान ओसाकाको भिजा दिए हुन्थ्यो भन्ने के अरे। यसको ब्याट्री चाहिँ सकिन्ला चार्ज गर्नुपर्ने। कता गएर चार्ज गर्ने? क्या अरे हो तिमी चढ्ने यो साइकल? ए उता रहेछ उता छ नि त उता। के खेल्ने न तिमी चाहिँ के खेल्ने भने? तलको उत्यो त्यहाँ फ्री फल पनि बनाउँदो रहेछ नि त। फ्री फल हैन एकचोटि आउने क्या त। यता पिङ अनि पिङ आउने नि जस्तो हुन्छ क्या। पिङ ल पहिला भगवानका मन्दिरमा जानु। भगवानले छ एल्लाको बहिनी डेन्जर चाहिँ डेन्जर।
के भन्छ अरे नाइ उसको डायलग किन जान्छ मारेको छोरो विस माग्ने के इच्छा पुरा होस् भनेर तालचामा विस लेख्ने अनि विस पुरा हुन्छ अरे क्या बुझ्यौ उता मोमोसम्म उता पाउँछ है एलिना भन्नुपर्छ अहिले है के पाउँछ अरे मोमो And then we headed to the temple. के गरे जुत्ता फुकाले हो As you know, this is a sacred place, so we have to take off our shoes. And then after, we have to wait on a line for about roughly 20 to 25 minutes. पानी पर्यो मम्मी इ पानी पर्यो हो भने पानी पर्यो आज भिज्ने हो भिज्ने And then we got blessing from Viral Bhattu, aka Priest, who is quite popular on social media. And I think Leon was happy seeing him. Can we call him Toy? And after that, we ordered chips and mama. So I was on a line. There was different section for the chips because it was in a non-veg section. Roughly, I waited around 20 to half an hour just for chips. ए नन भेज काउन्टर यता हो कता दिने हो मोमोको लागि उता ओ मोमोको त भेइ नभए रहेछ त And then I went to order momos. बहिनी यता एउटा चाहिँ ए दुईटा मोमोको लागि चाहिँ टाइम लाग्ने रहेछ सबै नेपालीको फेभरेट मोमो भइहाल्यो मोमो आयो मोमोको लागि बहिनी सो ड्याडीले चाहिँ फाइनल्ली मोमो ल्याउनु भयो मोमो आयो मम्मी मोमो आयो कति मिनट कुर्यो ड्याडी कुरै भयो चिकन के खोजिरहेको जुत्ता सुरल खोजिदिनु अहिले बिरामी भयो नि तिमीले घुमाएर लगाएर त हुने भन्ने हुनेछ ल खाऊ सिरिन खाऊ ल मम्मी कस्तो भयो आजको दिन यसलाई जाडो छ हात पनि चिसो भएर खुट्टा पनि चिसो भएर सब भिज्यो आजको ब्लग यति नै हुने भयो नयाँ वर्षको उपलक्ष्यमा बन्द गरेछ फेरि उता जानुपर्ने भयो अरे सो यो भिडियो हेरिदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद प्लिज लाइक सब्सक्राइब गरिदिनु होला त्यति भन्दै म चाहिँ आजको ब्लग यतिमै टुङ्गाउन चाहन्छु थ्याङ्क यू बाई गरिदिनु बाई बाई